ल साथीहरु हाम्रो चाहिँ भिना चाहिँ आइसक्नु भएको छ यहाँनिर मैले भने जस्तो गर्नु न खुट्टा टेकेर दामी अब हग गर्नु ल फाइनली ल साथीहरु हामी चाहिँ अहिले यति बेला एयरपोर्ट जान लागिरहेको छौँ हैन रातिको 9 बजिसकेको छ हामी चाहिँ उहाँहरुको बुढा कसैको ज्वाइँ कसैको दाइ कसैको भेनाजु हुनुहुन्छ हैन अनि हामी चाहिँ विदेशी लिनको लागि जाँदैछौँ एयरपोर्टसम्मको लागि सो हामीलाई चाहिँ यति बेला ट्याक्सी पनि लिन आइसक्नु भयो अनि अब सबजना ए बस छिटो छिटो जान बस्नु ल साथीहरु तपाईहरुलाई चाहिँ भिडियो लामो हुन्छ म त्यही भएर एकैचोटी एयरपोर्ट भित्र ल साथीहरु हामी चाहिँ यहाँनिर अहिले ट्याक्सीमा जाँदैछौँ हैन रातिको समयमा यति बेला चाहिँ चिसो पनि एकदमै चिसो छ अनि चिसो मात्र होइन कि पानी परेर गाह्रो पनि भएको छ अहिले चाहिँ चिसो एकदमै बढिरहेछ बाटो खाली छ अहिले चाहिँ ल विदेशी लिन जान मजा आउँछ भिजा कस्तो अरे ल हेर्नुहोस् तपाईँहरू पनि होइन रातिको मौसम यस्तो छ बाटो चाहिँ लास्ट खाली क्या ल हामी चाहिँ अहिले यति बेला साबेलतिर पुग्न लाग्यो होइन यो चाहिँ गोपीकृष्ण यतातिर गोपीकृष्ण पर्छ हामी चाहिँ यतातिर जानु पर्ने हुन्छ अगाडि ल होइन पुरा यसरी यो पोजिसनमा मैले चाहिँ भिडियो गरिरहेको छु तपाईँहरूको लागि मतलबै छैन नि ल गाइस हामी चाहिँ अहिले छौँ यहाँनिर साबेल चोकमा जस यति बेला त जाम हुँदैन रहेछ यतातिर छ यो बौद्धतिर जाने बाटो यो चाहिँ के हो यो अगाडि ल्याएर आउँछ त भिडियो गरेर नबजाउनु अहिले भिडियोमा कपिराइट आउँछ के नेटलक ल्याइदिनु पर्थ्यो
जाने हो यतैबाट पसौँ न भित्र मान्छे रिसिभ गर्न जाने हो बोल हो ल जाउँ त्यसो भए ल साथीहरू हामी चाहिँ यहाँनिर एयरपोर्ट पनि अहिले आइसकेको छौँ हामी चाहिँ यो मेन गेटबाट भित्र पसेको छैनौँ किनभने अगाडिबाट पस्नुपर्ने हुन्छ ल साथीहरू हेर्न सक्नुहुन्छ तपाईँहरू हामी चाहिँ अब यो बाटो यहाँ अगाडिबाट हामी पस्ने गेट चाहिँ अगाडि छ यो गेटबाट चाहिँ पस्नुपर्ने हुन्छ हामी चाहिँ वाउ यस नाइट भ्यू एकदमै राम्रो छ कोरिया नजाऊ साथीहरू हामी चाहिँ अहिले यहाँनिर एयरपोर्टमा पनि झरिसकेको छौँ होइन ट्याक्सीले चाहिँ हामीलाई यहाँनिर झारिसक्यो पैसा कति 302 रुपियाँ 305 दिनु हुन्छ हामी चाहिँ सुकेधाराबाट एयरपोर्टसम्म राति होइन यति बेला एङ्गोमा आएको 302 रुपियाँ मात्रै बिल उठिरहेको थियो किनभने त्यति धेरै चाहिँ छैन अहिले चाहिँ पानी परे पनि अरू बेला चाहिँ प्राइस बढ्थ्यो तर अहिले चाहिँ त्यो छैन तपाईँहरू हेर्न सक्नुहुन्छ हेर्नुहोस् यहाँनिरको भ्यू चाहिँ यस्तो बवाल छ बवाल भित्र रातिको समयमा पनि यस्तो छ ल साथीहरू अब चाहिँ हामी जानुपर्ने हुन्छ हाम्रो भिनाजुलाई लिन भित्र अनि यतातिर हाम्रो दिदी चाहिँ पुरै बुक्की फुलहरू लिएर बुढालाई भेट्न एकदम एक्साइटेड हुनुहुन्छ कि म देखाउन चाहिँ सोध्छु दिदीलाई देऊ न त्यो फुल तिमीले बोक्ने होइन क्या दिदी कस्तो फिल भइरहेछ तपाईँलाई बुढालाई भेट्न है ओहो ओ माई गड ल साथीहरू हामी चाहिँ अब यहाँबाट माथि जान्छौँ भिनाजु चाहिँ उतातिर माथि हुनुहुन्छ होला सायद भित्र 9 बजे अघि नेपाल आइसक्नु भएको छ सायद अनि हामी चाहिँ अब उहाँलाई फोन गरेर सोध्छौँ अनि त्यसपछि कुन साइडमा हुनुहुन्छ त्यहाँसम्म चाहिँ लिन जानुपर्ने हुन्छ है के गर्न थालिन फेरि ल साथीहरू यो फुल चाहिँ अब हाम्रो दिदीले म दिदीलाई बोक्न सिकाउँछु होइन ल दिनु दिदी यसरी बोक्नु यसरी बोक्नु यसरी टच यसरी क्याच गर्नु ल एउटा हातले यहाँ माथि एउटा हातले यहाँनिर क्याच गर्नु होइन हजुर सरी हुन्छ ल यसरी यताबाट देखाउन यसरी दिदीले बोकिसक्नु भयो फुल चाहिँ यसरी टक्क अनि होइन कसरी दिने अरे यस्तो गरेर दिनु त एकचोटि गर्नु न म अलिक मतलब भइरहेको छ क्या साँच्चै भने नयाँ तरिकाले गर्ने कि एउटा खुट्टा तल ल साथीहरू म चाहिँ यहाँ एयरपोर्ट भित्र छैन एयरपोर्ट भित्रको अवस्था कस्तो छ तपाईँहरू पनि हेर्नु ल जस पहिलाभन्दा मान्छे नि पातलो छ विदेश जान छोडेकै के हो हुन त सायद अहिले त्यो कता युद्ध भइरहेको छ नि त त्यही भएर पनि होला मान्छेहरू कमै देखिन्छ होइन उताबाट यो चाहिँ मान्छे उताबाट विदेशबाट आउने ठाउँ हो यो चाहिँ जाने ठाउँ चाहिँ उहाँ माथि छ क्या माथिको डोमेस्टिक होला अनि उहाँहरू यता हुनुहुन्छ हाम्रो दिदी एकदमै भिनाजुलाई भेट्न दिदी लगभग कति वर्ष पछाडि भेट्न लाग्नु भएको अरे 3.5 वर्ष 3.5 वर्षको पर्खाइमा आज भेट्दै हुनुहुन्छ भिनाजुलाई ल साथीहरू अहिले चाहिँ हामी अब यो भित्र पस्दैछौँ एकजनाको कति लिन्छ टिकट 100 रुपियाँ होला एकजनाको 100 रुपियाँ कति लिन्छ अरे टिकटको पैसा चाहिँ होइन भित्र जानलाई त्यही भएर हामी चाहिँ अब टिकट काटेर पनि 4 जना जति जान लागिरहेको छौँ उहाँ चाहिँ अघि नै आएर बसिरहनु भएको छ के अरे फोन केही आएको छैन दिदीलाई पुरा टेन्सन भइसक्यो के छ अवस्था यहाँको तपाईँहरू पनि लिन आउनु भएको होला होइन लिन आउनु भएको होला होइन भित्र जानलाई चाहिँ कहाँ टिकट काट्छ यहाँ हो
ल साथीहरू म चाहिँ अब फेरि भित्र जानको लागि टिकट काट्न गइरहेको छु। यहाँनिर चाहिँ हामी 4-5 जनाको टिकट काट्नुपर्ने हुन्छ। दाइ यो नबनाऊ है, भिडियो बनाउँदा मिल्छ नि है। एकजनाको कति हो सर? एकजनाको कति हो? 100 रुपियाँ। हामी कतिजना छौँ पक्नु ल? कतिजना छौँ? 4। होइन कसैले मन दुखाउँछ भने त सबैजनाको लागि गर्दा भयो। भन्नु न कतिजना छ? सानोको पनि लिन्छ र दाइ? बच्चाहरूको कति वर्षसम्मको लिँदैन? 5 वर्षभन्दा मुनिको? 5 वर्षभन्दा मुनिको लिँदैन अरे, अरूको लिन्छ अरे। भनेपछि त्यो फुच्चाफुच्ची सबैको पर्यो, 3 जना बच्चा सबैको पर्यो। साथीहरू हामी चाहिँ अहिले भने यहाँनिर टिकट काट्दैछौँ 4 जनाको लागि भित्र जानलाई। हामी चाहिँ धेरैजना आएको थियौँ तर जाने भनेको चाहिँ भित्र 4 जना मात्र जान्छौँ। अनि उहाँहरू चाहिँ एकदम स्पेसलहरू हुनुहुन्छ। दिदी भेनालाई भेट्न त्यस्तै स्पेसल। आमा घाटे 4 जनाको 400 रुपियाँ होइन भयो। ल आउनुहोस्। ल साथीहरू हामी चाहिँ 4 जनाको 400 रुपियाँ टिकट काटिसक्यो भित्र छिर्नको लागि चाहिँ। अनि म तपाईँहरूलाई देखाउँछु भित्रको अवस्था कस्तो छ होइन। अनि हाम्रो भिनाजु चाहिँ कहाँ पुग्नु भयो त्यो हामीलाई थाहा छैन। हो रातिको बेलामा यार यसरी आउँदैछ नि विदेशहरू गुटुङटुङ लाएर सर्कस खेल्दै खेल्दै। हाम्रो दिदी यता हुनुहुन्छ, तपाईँ नबोक्नु क्या। साथीहरू हेर्न सक्नुहुन्छ उहाँहरू चाहिँ हाम्रो दिदी भिनाजुलाई भेट्नलाई एकदमै धेरै एक्साइटेड हुनुहुन्छ होइन। अनि सो अब उहाँ चाहिँ फुलहरू लिएर नै आउनुभएको छ नि त भिनाजुको लागि। यहाँ टिकट इन्ट्री देखाउनु पर्छ होला। मान्छे लिन हो? ए ब्लग बनाएर हो कि? ल साथीहरू अहिले चाहिँ हामी यहाँ भित्र छौँ होइन। मोबाइल चलाउने त्यति धेरै अलाउड चाहिँ छैन तर पनि हामी चाहिँ उहाँहरू दिदीहरू सबैजना यहाँ फुल लिएर बसिरहनु भएको छ। भिनाजु चाहिँ यताबाट आउँदै हुनुहुन्छ होइन। म पनि यतातिर बसि नै राखेको छु। यहाँनिर चाहिँ गाली गर्छ क्या भिडियो बनाउँदाखेरि, त्यही पनि म लुके भिडियो बनाइरहेको छु है। ल साथीहरू हेर्नुहोस् तपाईँहरू पनि उहाँबाट चाहिँ भित्रबाट आउँदै हुनुहुन्छ होइन। खतरा तरिकाले आइरहनु भएको छ उहाँहरू। सो अनि सबैजना यहाँनिर वेटिङमा हुनुहुन्छ आफन्तहरू। यहाँ चाहिँ हाम्रो दिदी पर्खे हुनुहुन्छ। हराइसक्नु भयो कि भिनाजु? फेरि फिर्ता उतैतिर पुगिसक्नु भयो कि? फर्केर अब भन के गर्नु? विदेशी ढिला आएर यहाँ इन्तजारले फुल ओइलाइसक्यो। ल साथीहरू हेर्न सक्नुहुन्छ तपाईँहरू पनि यहाँबाट सबैजना निस्किँदै हुनुहुन्छ 4टा विदेशबाट होइन। वाउ ल साथीहरू हाम्रो चाहिँ भिनाजु आइसक्नु भएको छ यहाँनिर। मैले भने जस्तो गर्नु न। खुट्टा टेकेर दामी। अब गर्नु। ल फाइनली नमस्ते। फाइनली हामी चाहिँ दाइले भेटिसकेको छौँ। मेरो चाहिँ उहाँ दाइ पढ्नुहुन्छ त्यही भएर म चाहिँ भिनाजु भन्दिनँ होइन। अनि हामी चाहिँ यहाँ भ्लगिङ पनि गरिरहेको छौँ। सो तपाईँहरू सबै आज मेरो भ्लगमा आउँदै हुनुहुन्छ। अनि जम खाना चाहिँ लगाइदिनु न खाँदा। यति धेरै सामानहरू लिएर आउनु भएछ उहाँले चाहिँ कसैले। ल वेलकम नेपाल तपाईँलाई चाहिँ। मेरो चाहिँ यस्तो ढिलो लास्टमा होइन जाउँ अगाडि। अहिले यहाँ फेरि भिडियो डिलिट हान्न लाउँछ कि भागिहाल्नुपर्छ।
लगायत हामी चाहिँ उहाँलाई फाइनली भेटि पनि सकेको छौँ अहिले अनि भेटेर दिदी एकदमै धेरै खुसी हुनुहुन्छ। सो अब हामी चाहिँ बाहिर जान्छौँ होइन, यहाँनिर भिडियो बनाउनु दिँदैन गरी म तपाईँलाई भिडियो अगाडि पुगेर बनाउँछु है त। ल साथीहरू अहिले चाहिँ हामी अब यहाँबाट उहाँलाई रिसिभ गरेर पनि निस्किँदैछौँ होइन। उहाँ चाहिँ यसरी आउँदै हुनुहुन्छ अनि अहिले रातिको समय छैन, बाहिर चाहिँ देख्न सक्नुहुन्छ तपाईँहरू यति धेरै पानी परिरहेको छ यतातिर चाहिँ। ओ गड यार कत्रो पानी पर्यो हो, ओ माई गड यार लास्ट पानी परेको छ तल्दी। जम 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 छिटो छिटो पानीले भिज्छ, पानीले भिज्छ, जम जम। कताबाट जाने हो? त्यहाँ सबजना वेटिङमा हुनुहुन्छ उहाँहरूको आफन्तहरूलाई। ए यिनीहरू यहाँ बसिरहेको रहेछ। ल उहाँ चाहिँ आफन्तहरूलाई भेट्दै हुनुहुन्छ अहिले। ल साथीहरू अहिले चाहिँ हामी यहाँनिर बसिरहेको छौँ पानीमा भिज्दै भिज्दै, किनभने हामी चाहिँ ट्याक्सी बुक गरेर अनि ट्याक्सीलाई वेटिङमा छौँ कि ट्याक्सी वेटिङमा। अनि सबैजना यतातिर भोक लागिरहेको होला दाइलाई पनि होइन, मेन कुरो त भोक लागिरहेको छ अरे, के गर्ने अब। अहिले रुममा नि बनिरहेको छ क्या, स्पेसल त्यो बाहिर खानुभन्दा रुममा ठिक हुन्छ। ल यतातिर चाहिँ यसरी टक्क हामी सबैजना ट्याक्सीलाई कुरेर बसिरहेको छौँ। हाम्रो ट्याक्सी कति बेला आउँछ थाहा छैन। आउँदैन त यार, कहाँ गएछ ट्याक्सी पनि? आफ्नै छ आउँदैछ बाउको। ए आए म जर्मनबाट। साँच्ची हो जे जर्मन जान पाएको हुन्थ्यो भने सबलाई खुसी बनाउँथ्यो। होइन दाइ ट्याक्सी त हाम्रो आइसकेको छ। होइन आफ्नै छ, आइरहेछ। कता गयो त्यो ड्राइभर फेरि? हाम्रो आफ्नै छ गाडी होइन। होइन अटिसक्यो दाइ, भइसक्यो। होइन भइसक्यो। ल फाइनली साथीहरू हाम्रो चाहिँ ट्याक्सी पनि आइसक्यो होइन, ट्याक्सी चाहिँ यतातिर छ। अनि अब हामी चाहिँ ट्याक्सीमा चढेर फेरि जानुपर्ने हुन्छ, किनभने मान्छे धेरै छ, ट्याक्सीलाई लान्छ लाँदैन थाहा छैन। हामीले लगेन भने हामी फेरि अर्को ट्याक्सी बुक गर्नुपर्ने हुन्छ कि केही छैन। तर यतातिर हामी सबैजना हिँड्दैछौँ, अब मिलो भए पनि जानै पऱ्यो होइन। ल हाम्रो ट्याक्सी चाहिँ यतातिर हुनुहुन्छ, हाम्रो सर चाहिँ होइन यतातिर 82 नम्बरको। पसौँ न दाइ, सामान छ हो। लगाइ हामी चाहिँ अब यति बेला अब सामानहरू यतातिर गाडीभित्र लाउने हो। अनि त्यसपछि बल्ल अटाउनु न कोसिस गरौँ, नअटे अर्को। ल उहाँहरू सबैजना सामान सही भेट्नु भएको छ नि त फेरि चाता। ल साथीहरू हामी चाहिँ अहिले यहाँनिर एउटा गाडीमा अटेन कि मान्छे चाहिँ धेरै छौँ नि त, हामी 9 जना जति, त्यही भएर नअटेको कारणले गर्दाखेरि चाहिँ उहाँहरू चाहिँ अर्को ट्याक्सीमा जानुहुन्छ, उहाँहरू चाहिँ पठाउन लागिरहेको छ। सो अनि हामी चाहिँ अब अर्को फेरि म बुक गर्छु अनि अर्कोमा जानुपर्ने हुन्छ। हामी चाहिँ अब राति परिसक्यो होइन, तपाईँहरू पनि देख्न सक्नुहुन्छ माहौल यस्तो चाहिँ, पानी यति धेरै परिरहेको छ
के गर्ने अब पानी परे पनि जानै पऱ्यो रुम होइन भिज्दै भिज्दै भए पनि रमाइलो गर्दैछु साथीहरू म चाहिँ ल साथीहरू होइन हामी चाहिँ अब यस्तो पानी पर्दा पनि पानीमा हेर्न सक्नुहुन्छ यस्तो छ पानीमा भिज्दै भए पनि हामी चाहिँ मैले चाहिँ यो भित्र एयरपोर्टभित्र चाहिँ बुक गरिनँ किनभने पैसा अहिले महँगो लिँदो रहेछ क्या पानी परेको छ पैसा बढेको छ सो अनि अब चाहिँ हामी यताबाट पहिला म उता मेन रोडतिर निस्किन्छु अनि त्यसपछि त्यहाँबाट निस्केर उतैबाट चाहिँ बुक गर्नु पऱ्यो यो बाटो बाहिर जान्छ होइन ए ल हामी चाहिँ अब यो बाटोमा भित्रबाट सिधै छिर्छु अनि यहाँ ट्याक्सी ड्राइभरहरू चाहिँ एकदमै ल्याङ गर्दो रहेछ क्या आएर यहाँ म लगिदिन्छु यो लगिदिन्छु यहाँबाट सुकिधारा गएको 1000 रुपियाँ होइन त्यही भएर हामी चाहिँ जान खोजिनौँ अनि यो बाटोबाट अब छिटो सबजना पानीमा भिजेर मुस्चा भइरहेछ यार आज त यहाँ छ झोला गाह्रो छ यार अब यहाँ अगाडि पुगेर यहाँबाट हामी फेरि अर्को ट्याक्सी बुक गरेर अनि सुकिधारासम्म जान्छौँ उहाँ दाइहरूलाई चाहिँ हामीले चाहिँ उता वसुन्धरातिर पठाइदिएको छौँ क्या अनि यिनीहरू आउँदैछ अब ट्रक लगाएर होइन आऊ छिटो आऊ पर्खाइ बुक गरिहाल्छ अब ल यिनीहरू 700 गरेर चाहिँ हिँड्न सकेन के हो ल साथीहरू तपाईँहरू देख्न सक्नुहुन्छ छैन रातिको भ्यू एमामा पानीले भिजेर उस्तै भएको छ क्या हामी चाहिँ ओहो यार पानीले पनि कति भिज्यो होला अब यहाँनिर ट्याक्सीहरू त बसिरहेको छ तर मिल्दैन नि त अफलाइनमा गयो भने चाहिँ पुरै पैसा महँगो लिदिने लुटपाट हुन्छ नि तपाईँ काठमाडौँमा त फेरि देख्न सक्नुहुन्छ छैन यहाँ चाहिँ अब यति बेला कुनै पनि गाडीहरू चल्दैन कि 11 बज्न लागिसक्यो लगभग है ओ माई गड यार म चाहिँ अब तपाईँहरूलाई देखाउँछु अर्को बुक गर्दैछु ल फाइनली साथीहरू हाम्रो ट्याक्सी पनि आइसक्नु भयो हामीलाई लिनको लागि चाहिँ अब हामी यहाँबाट पानीमा भिजिरहेको छु होइन यहाँ बसेर ट्याक्सी कुरेर अनि उनीहरू सबैजना अब ट्याक्सीभित्र चढ्दैछन् अब हामी पनि जानुपर्ने हुन्छ रुमसम्म यता बुढाबुढी मान्छेहरू पनि टोटली होइन यता पानी परेर राम काठमाडौँको हालत चाहिँ यस्तो छ साथीहरू जाडो एकदमै बढिरहेको छ होइन ल आजको भिडियो चाहिँ यति नै यति बेलासम्म हाम्रो भिडियोले हेरिदिनु साथीहरू बाई थ्याङ्क यू फर वाचिङ गाइज गयो हामी अब